तपाईँ पनि नमस्कार। तपाईँले हेर्दै हुनुहुन्छ एआर समाचार र आज म त्यही कुरामा आइसकेको छु। पर्सा जिल्लाको पर्सागढी नगरपालिका वार्ड नम्बरमा अवस्थित कोइलाभार माताको दर्शन गर्न। र यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू के कस्तो व्यवस्था छ नगरपालिकाबाट। र यहाँ माता सर्वप्रथम पहिला मातालाई दर्शन गर्नुपर्छ र दर्शन कोइला माताको दर्शन गर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ माताले विश्व कल्याण गरोस् र तपाईँ जति पनि दर्शक हेर्दै हुनुहुन्छ मातालाई सेयर गरेर माताको भिडियोलाई अवश्य आफ्नो मनोकामना पूर्ण हुन्छ यहाँ भनेको भनाइ। के कस्तो व्यवस्था छ भने तपाईँहरू अगाडिको भिडियोमा हेर्न सक्नुहुन्छ। यहाँ के कस्तो व्यवस्था छ, कहाँको व्यवस्था छ, यहाँ नगरपालिकाले के कस्तो व्यवस्था गरेको छ। तर मलाई हेर्नमा लागिरहेछ कि यहाँ अब नगरपालिकाबाट पर्यटकीय व्यवस्था गर्न प्रयास गर्नुभयो भने यहाँ राम्रो पर्यटकको व्यवस्था हुनसक्छ र पर्यटकहरूको आगमन यहाँ धेरैभन्दा धेरै हुनसक्छ। जङ्गलको बिचमा रहेको कोइलाभार माताको मन्दिर जुन एकदमै राम्रो र रमणीय ठाउँमा छन्। यहाँ मौसम पनि अनुकूल छ, पानी पनि आइरहन्छ नै। र यहाँ तपाईँहरू नगरपालिकाले यहाँ ध्यान दियो भने यो पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको नम्बर 1 ठाउँ भन्ने छ भन्ने मलाई आशा छ। ब्याकग्राउन्डमा तपाईँ हेर्दै हुन्छ कि जमिन यहाँ नेपाल सरकारको पर्याप्त छ। यहाँ पर्यटकीय सुविधाको लागि व्यवस्था गर्न सक्यो भने यहाँको नगरपालिकाले पर्सागढी नगरपालिकाले राम्रो व्यवस्था गर्न सक्यो भने यहाँ पर्यटकहरूको लागि राम्रो व्यवस्था हुन सक्छ। र यहाँ ब्याकग्राउन्डमा तपाईँ हेर्न सक्नुहुन्छ जमिन भनेको यहाँ जग्गा पर्याप्त मात्रामा छ। यहाँ मात्रै नगरपालिकाले चासो गर्यो भने नगरपालिकाले होस्, प्रदेश सरकारले होस् या सङ्घ सरकारले होस्, जुन सरकारको ध्यान आकर्षण भए पनि यहाँ राम्रो पर्यटकीय स्थलको व्यवस्था गर्न सकिन्छ। र यहाँ दर्शनार्थीहरूले आउँदाखेरि दुःख पाउने छैन भने मलाई आशा छ। अहिले धेरै हेर्नमा लागिरहेछ कि यहाँ दर्शनार्थीहरू आउनको लागि यहाँको व्यवस्था कस्तो छ भनेर। कोइलाभार माताको दर्शन गर्न आउनको लागि नाहाट पार गरेर आउनुपर्छ। त्यो पनि आउनको लागि व्यवस्थित बनायो भने कोइला माताको दर्शन गर्नको लागि एउटा सानो नदी पर्छ बिचमा र यसलाई व्यवस्थित बनाएको छ। तर अझै यसलाई व्यवस्थित बनायो भने झन् राम्रो हुन्छ भन्ने मेरो भनाइ छ। र यहाँ बास स्थानको राम्रो व्यवस्था भयो भने यहाँ पर्यटकहरूको लागि बस्ने खाने सुविधा राम्रो भयो भने यहाँ पर्सा जिल्लाको राम्रो पर्यटकीय स्थल हुनेछ भन्ने आशा छ। हेर्न सक्नुहुन्छ यहाँ पानी पर्याप्त मात्रामा बगिरहन्छ। शीतल बगा यहाँ चिसो पानी, अहिले यति गर्मीको मौसममा पनि यहाँ चिसो पानी छ। पर्यटकहरू आएर यहाँ घुम्न पनि सकिन्छ र कोइला माताको दर्शन पनि गर्न सकिन्छ। यस्तो चिसो मौसम हेर्नु, चिसो कति राम्रो पानी छ, मिठो पुरै शुद्ध पानी छ। यहाँ अगाडि अरू मन्दिरहरू छ। यसलाई राम्रो व्यवस्थित गर्यो भने नगरपालिकाले होस्, प्रदेश सरकारले होस् या सङ्घ सरकारले होस्, राम्रो व्यवस्थित गर्यो भने राम्रो पर्यटकीय स्थलको नमुनामा आउन सकिन्छ। यो पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा अवस्थित कोइलाभार माताको दर्शन तपाईँहरू हेर्दै हुनुहुन्थ्यो। र एआर समाचार हेर्दै तपाईँहरूले यो भिडियो कस्तो लाग्यो, भिडियोलाई सेयर लाइक अवश्य गर्नुहोला, सेयर अवश्य गर्नुहोला। बढीभन्दा बढी जनाले हेरोस् र कोइला माताको दर्शन गर्न पाओस् भन्ने आशा चाहन्छु। जय माता दी।